नमस्कार। कहिलेकाहीँ तपाईँले नयाँ कोठामा छिरेपछि अचानक के कामको लागि आउनुभएको थियो बिर्सनु भएको छ? यो डोरवे इफेक्ट हो र यस्तो सोच्ने तपाईँ एक्लै हुनुहुन्न। हाम्रो दिमागले कोठा परिवर्तनलाई एउटा इभेन्टको रूपमा लिन्छ जसले पुराना सम्झनाहरूलाई सेभ गर्न र नयाँ जानकारीको लागि ठाउँ बनाउन मद्दत गर्छ। यो सामान्य हो र यसको मतलब तपाईँको दिमागले राम्रोसँग काम गरिरहेको छ। यसलाई रोक्नको लागि कोठामा प्रवेश गर्नु अघि तपाईँले के गर्नुपर्छ भन्ने कुरा एकपटक सम्झनुहोस्। वा यदि तपाईँले बिर्सनु भयो भने केही क्षण रोकेर सोच्नुहोस्। यो एक सानो तर प्रभावकारी तरिका हो जसले तपाईँलाई ध्यान केन्द्रित रहन मद्दत गर्दछ। यो हाम्रो दिमागको एक रोचक विशेषता हो जसलाई बुझेर हामीले यसलाई अझ राम्रोसँग प्रयोग गर्न सक्छौँ। तपाईँले आज डोरवे इफेक्टको बारेमा जानकारी पाउनुभयो। तपाईँलाई यो जानकारी उपयोग लाग्यो होला भन्ने आशा छ। यस्तै थप रोचक कुराहरू जान्नको लागि फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।